नमस्कार सम्पूर्णमा। आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। तामाङ भाषाको साधारण सिम्पल शब्दहरू र यो हामीले सिक्नै पर्ने अनि व्यवहारमा आइबस्ने शब्दहरू चाहिँ हामीले सिक्नुपर्छ जस्तो लाग्यो र आवश्यक पनि छ। र हामी किनभने भन्ने शब्द चाहिँ 10 पल्ट प्रयोग गरिरहेको हुन्छौँ र किनभने भन्ने शब्दलाई चाहिँ तिक्ला भिषम भनेर हामी भन्छौँ। किनभने भन्दाखेरि चाहिँ तिक्ला भिषम भनेर हामी भन्छौँ। अनि तपाईलाई के भयो भन्दाखेरि यदा तिक्लाजी भनेर भन्छौँ। तपाईलाई भन्दाखेरि चाहिँ यदा है तिक्लाजी भनेको चाहिँ के भयो भनेर हामी भनिरहेको हुन्छौँ। र अब चाहिन्छ भन्ने कुरो पनि आयो र चाहिन्छलाई चाहिँ हाम्रो तामाङ शब्दमा तोब भनेर भनिन्छ र तोब भनेको चाहिँ चाहिन्छ। अनि अब चाहियो जस्तो मलाई भाँडा चाहियो भन्दाखेरि ङाला दान्दे खारबा तोजी, अन्त मलाई चाहियो भनेर चाहिँ तोजी भनेर भनिन्छ। हवस् त आजलाई यति। यस्तै शब्द फेरि भोलि अर्को भिडियोमा भेटौँला। हवस्, थुजेचे।